श्रीमानको जजमेन्ट चिरमा पनि छ रुखमा पनि बेग्ला बोल्नु पनि मिल्दैन यो कोही पनि मिल्दैन यो पनि हानेकै हो यो पनि राठौर हुनुहुन्छ सन्तोष राठौर उहाँ हुनुहुन्छ धनुषाका प्रहरी नायब उपरीक्षक सन्तोष सिंह राठौर। सन्तोष सिंहजी, यो धनुषा जिल्लामा सुरक्षाको कस्तो अहिले मतगणनाको लागि व्यवस्था गर्नुभएको छ? हाम्रो यस जिल्ला अन्तर्गत रहेका जुन 7वटा निर्वाचन क्षेत्रमा जुन हिजो मतदान कार्य सम्पन्न भयो तिनीहरूको हामीले सबै ब्यालेट बक्सहरू चाहिँ सदरमुकाममा ल्याइसकेका छौँ र तिनीहरूलाई हामीले 4वटा ठाउँमा क्याटेगोराइज गरेका छौँ। जस्तै अब क्षेत्र नम्बर 1, 2 र 6 को यता हाम्रो निधि भवनमा, त्यसै गरी क्षेत्र नम्बर 3 को सहरी विकासमा, क्षेत्र नम्बर 4 को यस बार एसोसिएसनमा र बाँकी चाहिँ हामीले चाहिँ उसमा जिल्ला अदालतको पुरानो बिल्डिङमा चाहिँ मतगणनाको व्यवस्था मिलाएको छ र त्यसको सेक्युरिटी व्यवस्था पनि हामी मिलाउँछौँ। र अब यो नगरभित्रको प्लस 5वटा गाविस यो चाहिँ नजिकै सदरमुकामबाट नजिक भएको कारणले गर्दा क्षेत्र नम्बर 4 अन्तर्गतको चाहिँ सबभन्दा सुरुमा चाहिँ कामहरू भइरहेछ। यसको लागि चाहिँ अब मतपत्रहरू छुट्याएर सबै छुट्याइसकेपछि त्यसपछि मतगणनाको काम अघि बढ्ने भएको कारणले गर्दा त्यसको लागि हामीले सेक्युरिटीको पुरा हामीले चाहिँ अब म्यानेज गरेका छौँ। त्यसको लागि हामी अब सिनियर अफसरकै कमान्डमा मतगणना गर्ने ठाउँमा हाम्रो टोली छ, शिविरमा टोली खटिया छ। त्यसै गरी धनुषा निर्वाचन क्षेत्र नम्बर 4 को मतगणना नेपाल बार एसोसिएसनको सभाकक्षमा सुरु भइसकेको छ र भित्र पनि निकै सुरक्षा व्यवस्था गरिएको छ भने बाहिर पनि निकै सुरक्षा व्यवस्था छ र खास गरेर अहिले निर्वाचनको परिणाम जान्नको लागि पनि निकै उत्सुकताहरू देखिएको छ र खास गरेर यहाँ भिड देख्न सक्नुहुन्छ। बिहानैदेखि यो भिड रहेको छ। सुजित कुमार झा, एबी न्युजका लागि सुजित कुमार झा, जनकपुर धाम।